सिन्दुर मेटी इज्जत लुटियो, बाबुको सहारा छुट्यो अनाथ लालावाला। कञ्चनपुरमा जनयुद्धको यही हो कथा व्यथा, कञ्चनपुरमा जनयुद्धको यही हो कथा व्यथा। तैपनि लडी नै रहे वीर नर नारी, तैपनि लडी नै रहे वीर नर नारी। देशमा सुदिन ल्याउने मुक्ति मार्ग सारी, देशमा सुदिन ल्याउने मुक्ति मार्ग सारी। यो पार्टी बिर्सने छैन बगेको रगत, यो पार्टी बिर्सने छैन बगेको रगत। जनताको राज ल्याइ छाड्छौं खाँदैछौं शपथ, जनताको राज ल्याइ छाड्छौं खाँदैछौं शपथ। यो भव्यतम सभाका आदरणीय सभापतिज्यू, यो कार्यक्रमका प्रमुख अतिथि, सुदूरपश्चिमका आन बान र शानको रूपमा परिचित आदरणीय भीम रावलज्यू, सुदूरपश्चिमका लोकप्रिय जनप्रिय आँखा हाली नबिज्ने आदरणीय भीम भानुभक्त जोशीज्यू, यो कार्यक्रममा उपस्थित हाम्रा पार्टीका ओजस्वी तेजस्वी यशस्वी सबै नेता साथीहरू, यो भव्यतम सभामा उपस्थित तपाईँ सबै आदरणीय आमा बुवा दाजुभाइ र दिदी बहिनीहरू। धेरै वर्ष पहिले मैले गोपी शेरचनको एउटा कविता कञ्चनपुरको खुला मञ्चमा पढेको थिएँ। सागुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन सब थोक छ। असंख्य रोग छ, अनन्त भोग छ, असीम शोक छ, केवल हर्ष छैन यहाँ त्यसमाथि रोग छ। गोपी शेरचनले परिकल्पना गरेको नेपाल राष्ट्र यो भोग रोग गरिबी अभाव पछौटेपन र सपनाको मृत्यु भएको जीवन बाँचिरहेका हजारौं मान्छेको जीवन बदल्नका निमित्त नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। 2019 सालमा आइपुग्दा यो कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन पछि टुक्रा टुक्रामा विभाजन भयो। कम्युनिस्ट पार्टीको विभाजनसँगै नेपाली जनताको सपना, प्रतिबद्धता, समर्पण र पक्षधरताको पनि विभाजन भयो। त्यसैले आज नेपाली कम्युनिस्ट पार्टीले त्यो विभाजित कम्युनिस्ट आन्दोलनका श्रृङ्खलाहरूलाई मेटाएर सबै नेपाली कम्युनिस्टहरूलाई एउटै केन्द्रमा ल्याउने र नेपालको राष्ट्रिय स्वाभिमान, नेपाली जनताको आत्मसम्मान र नेपाल राष्ट्रको समृद्धि र स्वाभिमान र धरोहरको निमित्त यो पार्टीले अग्रगामी एजेन्डाका साथ जनताको बीचमा आएको छ। अहिले हामी यो पार्टीलाई नेपाली जनताको सबैभन्दा लोकप्रिय, शक्तिशाली र क्रान्तिकारी पार्टी बनाउने अभियान अन्तर्गत तपाईहरुको बीचमा आउँदै गर्दा सुदूरपश्चिमको हकमा आज हामी 9औं सभा हामी गर्दैछौँ। कैलालीको धनगढीमा सबैभन्दा ठुलो प्रदेश स्तरीय सभापछि डडेलधुरा हुँदै दार्चुला पछि आज हामी यो सभामा आउँदैछौँ र यो चरणको अन्तिम सभा हामी भोलि कैलालीको जिल्लामा हामी गर्दैछौँ। हामीले देख्यौं यो सभामा जसरी हजारौं जनताको सहभागिता भएको छ, टाढा टाढाबाट बच्चाहरू पिठ्युमा बोक्दै जसरी दिदी बहिनीको सहभागिता भएको छ, जसरी वृद्ध बुवाहरूको सहभागिता भएको छ, युवाहरूको सहभागिता भएको छ, जसरी पार्टी प्रवेशको लहर देशव्यापी रूपमा र हाम्रो प्रदेशभरि चलेको छ, यसले एउटा सन्देश दिएको छ। यी सबै सभाबाट हामीले सन्देश पाएका छौं, नेकपाको विजय भइसकेको छ, फागुन 21 गते छाप लाउन मात्रै बाँकी छ। यो कुरा हामी यति बेला हामीले अनुभूति गरेका छौं। यो पार्टी एकता एउटा राजनीतिक दलको ठाउँमा अर्को राजनीतिक दल खोल्नलाई, एउटा राजनीतिक दल चुनावमा जित र हारको हिसाब गर्नको लागि बनेको यो एकता होइन। यो एकता नेपाली कम्युनिस्ट आन्दोलनको मूलधारको रूपमा यो पार्टीलाई स्थापित गर्दै यो राष्ट्रको राष्ट्रवादको रक्षा गर्ने एउटा विहङ्गम कार्यभार पूरा गर्नको निमित्त यो एकता भएको हो। नेपालको सशस्त्र र शान्तिपूर्ण कम्युनिस्ट आन्दोलनका सबै धारा प्रवृत्तिको मिलन गर्नको निमित्त यो पार्टी एकता भएको हो। शान्ति प्रक्रियाका सबै कामलाई निष्कर्षमा पुर्याउँदै भविष्यमा कुनै पनि द्वन्द्वहरू पैदा नहुन् भन्ने कुराको सुनिश्चितता गर्ने उद्देश्यका निमित्त यो एकता भएको छ। नेपालको राजनीतिक स्थिरता, नेपालमा नेपाली जनताले चाहेको सुशासन, सामाजिक न्याय सहितको विकास र समृद्धि र नैतिक मूल्यमा आधारित राजनीतिको एजेन्डालाई स्थापित गर्न यो पार्टी एकता भएको हो। त्यसैले कतिपयले भन्ने गर्छन्
यो पार्टी एकताको औचित्यमाथि उपादेयतामाथि प्रश्न उठाउँछन्।